गाली गर्दै जाँदै यो पोल्ट्रीबाट हिँडिरहेको दासान फुत्काइसके जस्तो रहे कत गरेर कोरेली पोथी जस्तो हाँसेर हेर्ने मेरो घर जाने बाटो कता मेरो घर जाने बाटो कता उता त है मेरो घर जाने बाटो कता मेरो घर जाने बाटो घर जाने बाटो होइन को हो तिमी मलाई हान्दियो हङ्गामा गरेको हेर 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 के को हङ्गामा को हौ तिमी को हौ आइएम जिएम के हो जिएम जडे माइलो कस्तो अजीब नाम भयो आजभोलि प्रमोसन भएको छ के भयो एसपी भएको छ अनि एसपी भने चाहिँ के स्वास्नी पीडित स्वास्नी पीडित आइएम प्लेइङ आफ्टर सियु खानुहुन्न रक्सी खाएकै छैन नि त पिएको हो त अरे पिउनु पनि हुन्न खानु पनि हुन्न तिमीलाई थाहै रहन्छ खाना नै पाएन पिउनु नि पायो भने त मान्छे मरिहाल्छ नि खै त हामी ओरेको छैनौँ तिमीले खाइरहेको छ खानेकुरा खाइराखेको होला पिउने कुरो पिइराखेको होला मलाई यही मजा आउँछ यही पकाइरहेको छ होइन यो रक्सी भनेको विष हो के काम विष अहिले भर्खर 180 हालेको छु नाटक गर्दो रहेछ तिमीलाई थाहै रहन्छ रे 30 रुपियाँ गरी भन्न खोज्छ नि यार के का 20 कुरा गर्छ यसलाई खान हुन्न र तिमीले यसलाई खाए सोध्छौ तिमीलाई यसले खान्छ र कसरी खान्छ है यसले मलाई खान्छ खान्छ नि हेर के हेरे फेरि यसले मलाई खान्छ भने यसको मुख कहाँ छ भनेर हेरे काका सन्चै आरो हुन्छ कता हिँड्नुभयो काका ए माइला यता नखाऊ भने सुन गोडाको गाँठै फुटिसकेको यार तिम्रो पनि खुस्क्यो यार कलेजो खान्छ किडनी खान्छ ए मुटु कलेजो फोक्सो किडनी खान्छ किडनी त्यहाँ होइन यहाँ हुन्छ नि तिम्रो जस्तो मान्छेको किडनी यहाँ हुन्छ होला हामी जस्तो मान्छेको त बुलु उम्लेर यहाँ आइपुग्छ यो खाइ हेर न भाइ ठुलो कुरा गर्दो रहेछ यार यसको मजा छुट्टै छ नि भाइ मजाको कुरो होइन हेर मर्छौ कुन दिन मर्छौ यस्तै टरेर उता नालीमा उता अझ मरि तिमी छौ अझ मरि तिमी छौ छैन मर्छौ गरे भोलि तिमी देखेछौ खायो पियो रिल्याक्स भेट्नुपर्छ उहाँको कागजको कुराको स्याहार तिमी कहाँ के कसो बुढाले अहिले पनि खाएर ठुस्सो गनाइरहेको छ यार बुढाले गएर खाँदो रहेछ मैले अब जस्तो मेरो पनि दाँत फुटिसक्यो कुरो के हो नि इज्जतको कुरो गर्छ तिम्रो जस्तो मान्छे हो मेरो छुट्टै इज्जत छ तिम्रो जस्तो मान्छे हिँड्दाखेरि चरो आएको मुसा आयो बार्छ हामी यसो बाटोमा यो बेदल मान्नु हिँड्ने बेलामा पनि जडे माइलो आयो भनेर उहाँ विकास सरले पनि हिजो बेलुका ठडिराख्नु भएको अहिलेसम्म दुइरहेको छ मलाई होइन अब कमसेकम छोराछोरीको बारेमा त केही सोच्नु पर्यो नि हरेक कुरा गर्छ तिमी छोराछोरीको झन् ठुलो इज्जत छ यो रस्सी खाइसकेपछि छोराछोरीको छुट्टै इज्जत छ के कसो काम छ दाइ मुस्काएको नि बेलुका भेट्दाखेरि तिमीले पखान हिजो बेलुका खुवाएको त याद होला नि लिएर हाँस्यो छोराछोरीको छुट्टै इज्जत छ दाइ मैले यसरी खाएर हिँडिराख्दाखेरि मेरो छोरीछोरीहरूको इज्जतको बारेमा त्यसलाई भनौँ यसो आयो भने
जडिया माइलेको छोरी आयो जडिया माइलेको छोरो आयो भने छुट्टै इज्जत छ त्यो नामको अगाडि जाँडिया लगाएर ठुलो इज्जत भयो अरे छुट्टै इज्जत छ भाइ किसी का औकात देखिए अंदाजा नहीं लगाने का ईसा अपने बड़ा खतरनाक होता है बड़ू खतरनाक जानते रहना हेर माइला हाँ अब छोराछोरी तिमी खाएको बेला यत्रो कुरा गर्छौ नखाएको बेला मेरो छोराछोरी यस्तो भयो छोरा बिग्रो यो भयो त्यो भयो पऱ्यो के सुध्रिहाल्छु के गरेछु मैले कसै के खाइदिएछु आफ्नै बाउ खान्छु मेरो बढी सम्पत्ति कमाएर राखेको थिएँ मैले खाएँ के कसो गर्छ छोराले दाँतदेखि नबस्दै सुन तिमी यो छोड्ने कि नछोड्ने पावर द्याट इज पावर भने ट्राफिकले गर्नु नसकेको कुरा जनामाइलाले गरिदिन्छ यार अहिले त स्पिडमा आएको हो त्यसको पावर देखिन्थ्यो त्यसको पावर पहिला आफू सुत्रे मात्रै छोराछोरीलाई पिता होइन बाउ भन्दा हो बाबा भन्नुपर्छ सिकाएको होइन किन रोको के भयो भने नरहेर भन्न सकिन्न बारी बिते सब गाउँभरि का बाजे आए बाबु तेरो बाजे जस्तै हामी हो चिन्ता नगर हामी छौँ गरेर भने मैले चित्त बुझाएँ अहिले साल अस्ति भर्खरै जेठको महिनामा आमा बित्यो गाउँपालिका आमा आए मसिनो बाबु चिन्ता नगर भने चित्त बुझाएँ अहिले स्वास्थ्य माइत गई कोही आएन दाइ त्यही भएर खाएको स्वास्थ्य माइत किन गई तिमीले खाएर होला नि स्वास्थ्य चाहिँ किन गई मैले खाएर कुटियो नि गयो लेखेर हेर छिछि भन्न नै लाज मान्दैन नखाइकन त कुटी हिम्मत पनि त आउनु पऱ्यो नि दाइ मैले रक्सी खायो भने तिम्रो पेट फुटेर म मरिजाउँ अब छोड्ने मैले रक्सी खायो भने तिम्रो पेट फुटेर म मरिजाउँ दाइ त्यसको कुरा चाहिँ मलाई 100 रुपियाँ 100 रुपियाँ किन हेर दाइ सोधेको कुरा हाँसेर मर्छन् फेरि चुची टोपी लगायो भने झाग देखाएर हिँड्नु पऱ्यो नि है फेरि यसो छ नि 29,000 दिन सिकाएको अब जाउँ नगरी समाज मैले समाज भने होइन छोड बानी सुधार बच्चा बच्चीको भविष्य बना धेरै खाएर टोल्ला गाउँभरि नडुल गाउँमा डुलेकै छैन डुले हाम्रो सरले कुटिहाल्छ हिजो बेलाको टाइम पनि अहिले बोक्न मिल्दैन कुट्छ नि त पानी जोगेर खराब भइहाल्छ के गरेँ त पास नगनाउने खालको बनाउने मुख सोपेर आफै मुख सोप्ने गरिरहेको छु अर्काले चाहिँ अनि गनाउने खालको पेट्ने हो मैले भने फेरि ल्याएर हेर भनेको थिइनँ मैले हेर माइला यसको गोजी हेर्नु गोजी के गरेँ के गरेछ के गरेछ यो खाना लागेको देखिनस् अनि खानु पर्दैन भोक लागेपछि खानु पर्दैन त चुरोट खाना लागेको थियो छोराले चुरोट ए उसलाई के थर्काएको यता हेर पहिला टस उत्री चुरोट खाना मेरो बाउले खान्छ कस्तो हुन्छ भन्ने खायो उसको के दोष चुरोट खाएको त होइन त्यो गोजी छ उसको पल्लु गोजी छ अनि हजुर खाइसिन्छ अनि मैले किन नखाने के रे हजुर खाइसिन्छ झन्नै पोखेको के सिक्ने त बच्चाले यही त हो त मुख मैला लाग्दो रहेछ आफूभन्दा ठुलो मान्छेसँग मुख मैला
चुरोट हामी जस्तो ठुलो मोडा मान्छेले खानुपर्छ तिम्रो जस्तो सानो मान्छेले खाने हो खाँदै खाँदैन खायो भने तिम्रो पेट पड्केर म मरिजाउँछ मेरो पेट पड्केर तँ मर नखाने भए किन चाहियो यता ल्याउन त नि खाल्छु कहिले काहीँ तल तल लागेको बेला खानुपर्छ कि धेरै यो बोतल हेरिराखेको छ नगिनबाट अब हेरिहाल्छ नि त झ्याप पछास लगेर दौड्ला फेरि अहिले हेरिरहेको छ नभए देखेछौ कहिले आउला न खाउला भने होला खाउला बुढालाई म धरमा खाँदिनँ नखाइ बस हेर खान्छ हेर दाउदेखि रक्सी खानु हुँदैन है ए माइला म गएँ चुरोट पनि खानु हुँदैन